यो अनलाइन पे आएदेखि मेरो क्यास लिएर हिँड्ने बानी नै हटिसक्यो कि जहाँ पनि अनलाइन के जहाँ पनि अनलाइन हुँदा हुँदा लोकल बसमा धरि अनलाइन पे चल्न थालिसक्यो। आज होइन कलेजबाट घर आउँदै थियो कि अनि साइडमा चाहिँ जहिले हाम्रो त्यो एउटा आन्टीको चटपट पसल हुन्छ कि अनि यसो हेरेको कस्तो चटपट खान मन लाग्यो अनि आन्टीलाई गएर अनलाइन चल्छ आन्टी भनेको चल्दैन अरे अनि यसो क्यास छ कि भनेर गोजी छामेको क्यासै छैन रहेछ फेरि मसँग अनि मेरो पालि होस् बरु घरमै बनाएर खान्छु चटपटे भनेर टक्क बनाएर खाए चटपटे। बनाउने तरिका एकदमै सिम्पल एन्ड इजी छ हेर्नु ल। चटपटे भनेपछि चाउचाउ भुजा त चाहियो। चाउचाउ भुजालाई एउटा भाँडामा हाल्ने अनि चाउचाउको मसला पनि एड गर्ने। म चाहिँ क्विकको चिकन फ्लेभर वाला चाउचाउ युज गर्दैछु है। धेरै जसोले वाइ चाउचाउले चटपट बनाउँछ तर म चाहिँ क्विक चाउचाउले बनाउँछु किनभने वाइ चाउचाउ भन्दा क्विक चाउचाउ नै मिठो लाग्छ कि मलाई। अनि चाउचाउ र भुजा मिसाइसकेपछि अघि काटेको प्याज खुर्सानी अनि धनिया हाल्ने अनि त्यसपछि कालो धुलो हाल्ने नुन हाल्ने अनि आलु हालेर मजाले मिक्स गर्ने अनि सबै मरमसला हालिसकेपछि लास्टमा चुक हाल्ने। यो चाहिँ मम्मीले घरबाट पठाइदिनु भएको चुक हो है। यो चाहिँ एकदमै अमिलो हुन्छ त्यसो भएर थोरै हालेँ मैले अनि फ्रिजमा 2टा जति ससेज थियो अनि त्यो पनि काटेर हालिदिएँ मैले। त्यसपछि सबै हालेर मिक्स गर्ने अनि बोर्डको लिएर ल्याम हाल्न थाल्ने अनि रेडी हुन्छ हाम्रो चटपटे। अब मजाले खानु।